3 बजेतिर यसो यसो भनेर ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखतनी, अर्थात् हे मेरा परमेश्वर तपाईले मलाई किन त्याग्नु भएको छ। त्यहाँ उभिएकाहरूमध्ये कतिजनाले यो सुनेर भने यस मानिसले एलियालाई बोलाउँदैछ। 48 पद, तिनीहरूमध्ये एकजनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिरकामा चोपेर निगानोमा राखी उनलाई पिउन दियो। तर बाँकीले भने हेरौँ कतै एलिया यिनलाई बचाउन आउँछन् कि। तब यसो फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। त्यसै घडी मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काँप्न लाग्यो र चट्टानहरू फुटे, चिहानहरू उघारिए र सुति गएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे। 53 पद अन्तिम पद, र तिनीहरू चिहानहरूबाट निस्केर मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। हामी यहाँ बसेको कतिजनाले मृत्यु चाप्नु भएको छ? मृत्यु चाप्नु भएको छ कसैले? छैन, साथीहरू के हुन्थेन होला। त्यो पनि हामीले मृत्युको बारेमा हामीले सोचेको छौँ छैन? अब हाम्रो विगत दिनहरूमा हामीले मृत्युको बारेमा सोचेको चाहिँ छैन। मैले चाहिँ कोही बेला बस्दाखेरि मृत्युको बारेमा सोच्ने गर्छु। कसरी सोच्ने गर्छु भन्दाखेरि मभन्दा पहिला मेरो भाइ बितिहाल्यो नि भन्ने कुराहरू त्यस्तोहरू कोही बेला मानिसको त्यो उयोमा आउँछ। त्यो सोच्दै गर्दाखेरि जुन चाहिँ पीडा हुन्छ त्यो लाइक व्यक्त गर्न सक्ने एउटा पीडा हामीले त्यो फिल गर्न सक्छ। र आजको जुन चाहिँ वचनलाई सेलेक्ट गरेपछि यो चाहिँ आजको शीर्षक चाहिँ के छ भन्दाखेरि यीशु ख्रीष्टले मृत्यु चाख्नु भयो ताकि हामीले जीवन चाख्नु सकोस् भन्ने शीर्षक चाहिँ आज छ। र मैले किन यो सेलेक्ट गरेँ भन्दाखेरि हामीले हरेक वर्ष हामीले गुड फ्राइडे पनि मनाउँछौँ, क्रिसमस पनि मनाउँछौँ। र गुड फ्राइडेको दिनमा हामी एकदम दुःख भएर यीशु ख्रीष्टको मृत्युलाई हामी सम्झना गर्दछौँ र क्रिसमसमा हामीले यीशु ख्रीष्टको जन्मदिनलाई सम्झना गर्छौँ। तर एक दिन पनि लाग्दैन है हामी फेरि यीशु ख्रीष्टलाई क्रिसमस चढाउनको लागि। आउने दिनमा फेरि हामी पाप ती बाटोमा हिँड्ने गर्छौँ। त्यसैले आज चाहिँ यो वचन किन सेलेक्ट गरेँ भन्दाखेरि चाहिँ म चाहिँ फेरि हामी सबैलाई याद दिलाउन चाहन्छु यीशु ख्रीष्ट चाहिँ यो संसारमा किन आउनुभयो र एउटा त्यो मिसन जुन चाहिँ जेनेसिसदेखि लिएर रिभलेसनसम्म छ त्यो एउटा मिसन चाहिँ त्यसलाई चाहिँ हामी याद दिलाउनुको लागि चाहिँ यो वचन सेलेक्ट गरेको। र त्यो मिसन चाहिँ के भन्दाखेरि मानव जातिलाई बचाउनु। हामीले हेऱ्यो भने इडन गार्डनदेखि लिएर जुन चाहिँ आदम र इफले पाप गरेको थियो त्यो पापलाई हटाउनुको लागि चाहिँ